भोइस अफ नेपाल सिजन 6 मा निकै नै तहल्का मचाइरहेका छन् यी दुई ट्यालेन्ट जो आँखा देख्दैनन् र उहाँहरूले सुनेकै भरमा यति मिठो गीत गाउँछन्। को हुन् त यी दुई ट्यालेन्ट जो भोइस अफ नेपाल सिजन 6 मा निकै नै तहल्का मचाइरहेका छन्, जो भोइस अफ नेपाल सिजन 6 को भोटिङ राउन्डसम्म पुग्न सफल भएको छ। यस विषयमा म तपाईहरुलाई बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त। भोइस अफ नेपाल सिजन 6 मा निकै नै तहल्का मचाएका विकास थारू जो बर्दियाबाट रहेका छन् र विकास थारूले निकै नै दर्शक श्रोताहरूको मन जित्न सफल भएका छन्। जो विकास थारू भोइस अफ नेपाल सिजन 6 को प्लान अडिसनमा 3 जना कोचहरूलाई फर्काउन सफल भएका थिए, तर 4 जना कोचलाई पनि फर्काउन असफल भएका थिए। तर पनि भोइस अफ नेपाल सिजन 6 को प्लान अडिसनमा जब 3 जना कोचलाई फर्काउन सफल भएका थिए र विकास थारू कोच मेलिना राईको टिममा प्रवेश गरेका थिए र विकास थारू प्लान अडिसनमा निकै नै राम्रो प्रस्तुति दिँदा झनै दर्शक श्रोताले मन पराएका थिए र ब्याटल राउन्डमा पनि निकै नै राम्रो प्रस्तुति दिँदै नकआउटमा प्रवेश गरेका थिए, जसमा विकास थारूसँग ब्याटल राउन्डमा भिडिएका थिए असीम र असीमले पनि निकै नै राम्रो प्रस्तुति दिएका थिए। तर कोच मेलिना राईले विकास थारूलाई नै नकआउट चरणमा प्रवेश गराएका थिए र दर्शक श्रोताहरूले धेरैभन्दा धेरै झन मन पराएका थिए र नकआउट चरणमा पनि विकास थारूले निकै नै राम्रो प्रस्तुति दिँदै लाइभ राउन्डमा प्रवेश गरेका थिए र विकास थारूसँग नकआउट चरणमा भिडिएका थिए विकास थारू, सुनिल र सञ्चिता भिडिएका थिए। यी दुवै ट्यालेन्टलाई पछाडि पार्दै विकास थारू लाइभ राउन्ड अर्थात् भोटिङ राउन्डमा प्रवेश गर्न सफल भएका छन् र दर्शक श्रोताहरूले कतिको मन पराएको छ र विकास थारू भोइस अफ नेपाल सिजन 6 को भोटिङ राउन्डबाट कतिको अगाडि बढ्छ या बढ्दैन भन्ने त्यो भने दर्शक श्रोताहरूको भोटिङको आधारमा नै टुङ्गो लाग्नेछ। त्यसैले पनि भोइस अफ नेपाल सिजन 6 मा विकास थारू जो आँखा देख्दैनन् र आँखा नदेख्ने तर पनि भोइस अफ नेपाल सिजन 6 मा सुनेको भरमा नै भोटिङ राउन्डसम्म पुग्न सफल भएका छन् र यी ट्यालेन्टलाई धेरैभन्दा धेरै दर्शक श्रोताहरूले पनि भोट गर्ने, धेरैभन्दा धेरै भोट आउने सम्भावना पनि धेरैभन्दा धेरै रहेको छ र तपाईहरुको विचारमा के छ? भोइस अफ नेपाल सिजन 6 मा आँखा नदेख्ने सुनेको भरमा नै गीत गाउन सक्ने विकास थारूलाई कसले भोट गर्दै हुनुहुन्छ? तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र भोइस अफ नेपाल सिजन 6 मा निकै नै तहल्का मचाएका अर्का ट्यालेन्ट प्रोसेस पाण्डे जो धादिङबाट रहेका छन्। उहाँले पनि निकै नै राम्रो प्रस्तुति दिँदै दर्शक श्रोताहरूको मन जित्न सफल भएको छ र दर्शक श्रोताहरूले धेरैभन्दा धेरै मन पराउन सफल भएका छन्। प्रोसेस भोइस अफ नेपाल सिजन 6 को प्लान अडिसनमा 4 जना कोचहरूलाई घुमाउन सफल भएका थिए। जो कोच खेम सेन्चुरीको टिममा उहाँ प्रवेश गरेका थिए र कोच खेम सेन्चुरीको टिमबाट प्रोसेसले धेरैभन्दा धेरै राम्रो प्रस्तुति दिँदै आएका थिए र ब्याटल राउन्डमा पनि निकै नै राम्रो प्रस्तुति दिएका थिए, जसमा प्रोसेससँग प्राची ब्याटल राउन्डमा भिडिएका थिए र कोच खेम सेन्चुरीले प्रोसेसलाई नै नकआउट चरणमा प्रवेश गराएका थिए। प्रोसेस पाण्डेलाई नकआउट चरणमा प्रवेश गरिसकेपछि दर्शक श्रोताहरूले धेरैभन्दा धेरै मन पराएका थिए र धेरैभन्दा धेरै दर्शक श्रोताहरूले भोइस अफ नेपाल सिजन 6 को भोटिङ राउन्डमा पुर्याउनु पर्छ भनेर पनि धेरैभन्दा धेरै दर्शक श्रोताहरूले कमेन्ट गरेका थिए र नकआउट चरणमा अन्जुली, आलम र प्रोसेस प्रतिस्पर्धा गरेका थिए, जसमा प्रोसेसले धेरैभन्दा धेरै राम्रो प्रस्तुति दिएको हुनाले नै कोच खेम सेन्चुरीले भोटिङ राउन्डमा प्रवेश गराएका छन् र प्रोसेसले पनि धेरैभन्दा धेरै भोट पाउने सम्भावना धेरैभन्दा धेरै रहेका छन्। र यी दुई ट्यालेन्ट जो आँखा देख्न सक्दैनन् र आँखा नदेख्ने र सुनेको भरमा नै यति मिठो गीत गाउने र भोइस अफ नेपाल सिजन 6 को भोटिङ राउन्डसम्म पुग्न सक्ने भनेको कुनै पनि चान्जुने कुरा होइन र भोइस अफ नेपाल सिजन 6 मा यी दुई ट्यालेन्ट जो भोइस अफ नेपाल सिजन 6 को उपाधि जित्न पनि सक्छ र तपाईहरुको भोट कसलाई गर्नुहुन्छ? तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। विकास थारू जो भोइस अफ नेपाल सिजन 6 मा आउनुभन्दा अगाडि उहाँ रोडमा गीत गाउँदै अरूलाई सुनाउँदै गर्थे र जब भोइस अफ नेपाल सिजन 6 मा आइसकेपछि उहाँको
चर्चा परिचर्चा निकै नै माथि भएको छ र दर्शक श्रोताहरूले धेरैभन्दा धेरै मन पराएका छन्। यी दुई ट्यालेन्ट भोइस अफ नेपाल सिजन 6 मा आँखा नदेख्ने र आँखा नदेखिए पनि सुनेको भरमा नै अन्य ट्यालेन्टहरू जस्तै निकै नै राम्रो गीत गाउन सक्ने यी दुई ट्यालेन्ट विकास थारू र प्रोसेस पाण्डेलाई भोइस अफ नेपाल सिजन 6 मा कसले भोट गर्दै हुनुहुन्छ र प्रोसेस र विकास भोइस अफ नेपाल सिजन 6 को कति स्थानसम्म उहाँहरू पुग्न सफल होला त? तपाईहरुको विचार के छ र तपाईहरुले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ? तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है त। हस्त धन्यवाद।